हामी फाल्दै गएको त्यो मनी पाल्ने र पर त्यो 12-13 वर्ष पहिला छैन कि बाबा लड्नु खानु मैले खान्न नेपाल टेलिकमको लोकसेवामा भन्दा यहाँ कम्पिटिसन हुन्छ त्यही पनि अब आएर हामीलाई अब यही जुनियर लेभलमा लिने कुरा भएन त्यस्तो त होइन कसोबाट जाने रे बाइकमा कसोबाट जाने रे कसोबाट जाने रे वहाँ माथि धरेर जाँदाखेरि पहिला हिँडेर गएको यहाँ यता हो जस्तो लाउँछ मलाई होइन सिधै गएर हुन्छ यतै कताबाट जान्छ के जस्तो भित्ताको बाटो भेटाउनु परेको पहिलो होइन सिधै उता जाँदा कता गइँदो यहाँलाई उता जाँदाखेरि कि त्यहाँ माथितिर गएर माथिको चोकबाट दाहिनेतिर माथिको चोकबाट दाहिने जानुपर्छ क्या होइन यतापट्टि एउटा मनिपाल यहाँ कताबाट यता दाहिनेतिर जाने बाटो पनि छ क्या एउटा हो यहाँबाट यतातिर जाँदा कता जान्छ यहीँबाट उति जाऊँ त त्यो कहाँ हुँदो र यता रहेछ क्या होइन कहाँ हो धरहरा जाने बाटो यता रहेछ होइन बेबी माथि धरहरा जाने क्या छोरी टावरमा यता होला धरहरा जान्छ होइन
हेर्छ सबैलाई बाउलाई आइको लिपस्टिक मिलाउँदै हेर्दै हेरेको हजुर भन आइको लिपस्टिक ओठले मिलाउँदै हेर्दै हेर्दैकै अहिले ऐनामा हजुर हामी यहाँ माथि धराएर पुरा हुने है त एकछिनमा है हामी यहाँ माथि भ्यू टावरमा पुग्ने है यहाँ टावर छ क्या भ्यू टावर छ त्यहाँ पुगेर वरिपरि हेर्ने अनि आउने ओके ओके बेबी के पापा चाहिँ बोलने तो बोलो नहीं तो गू खा के मोरो आदर्श टोल चुप ला कस्तो खतरा बाटो बनाएको है काउनाडा रिसोर्ट टापु एउटा इन्फ्रास्ट्रक्चर हुने भने पनि डेभलपमेन्टमा पनि धेरै फरक पर्छ क्या है त्यही भएर सडक विकास मेरुदण्ड हो भनेको त्यही भएर नि त सडक भएपछि सबै चिज हुन्छ हरा 3 किलोमिटर अरे यहाँबाट अब धरारा पुगिन्छ छोरी ओए हरामी नेपाली नबोल नि छोरो तुमको क्यों गुस्सा आती है हम तुम्हारी कॉपर भी त्यो 2 लेनकै बाटो रहेछ क्या मजाको हैन लेनै छुट्टाएको बाटो हैन 2 लेनको क्या हेर न बिचवाला बाटो छोड्न आएर 1 घण्टातिर बनाइछ क्या बोला रे कुछ भी नहीं बोला भाई साहब मुझे मैडम जी बोलते हैं आप बोला नहीं था भाई क्या बोला रे बहन साहब जी क्या बोला रे भाई साहब जी बोला दूंगा पीना भैया साहब जी पाद खाओगे हमको गुस्सा आती है गुस्सा मत दिलाओ क्यों गुस्सा आती है तो
यतै त होला नि होइन मेन बाटो यतै छ के होइन लालीगुराँस टोल विकास संस्था यहाँको यो पाखापाखेर पनि दिन आयो यार है पोखराबाट नजिक छ जे भयो भने मार्केटबाट होइन बस्न रमणीय ठाउँ छ स्वच्छ वातावरण भयो होइन यो पञ्चकोटको वरिपरि जस्तै भयो क्या यहाँको जग्गा त होइन अब पञ्चकोट भन्दा नि उस्तै उस्तै होला पञ्चकोटबाट त्यहाँसम्मको त होइन यस्तो मजा मजाको घरहरू बनिसकिन्छन् अनि लालीगुराँस चोकबाट दाहिने जानु रहेछ के बनाएको यत्रो अर्को धराएर बनाएको छ यहाँ त होइन होटल रिसोर्ट के बनाउनु लगाएको यार यत्तिको बाटो भएपछि त यहाँ त अब ठुलै गाडी लिएर नै आउँछन् नि मान्छेहरू महिनामा एउटा दुईवटा ट्रेनिङको प्रोग्राम भनिराख्नु सक्यो भने के खोइ त्यो होटल रहेछ क्या आर सर्भिसेस क्याम्प फायर के लेखिन्छ आर सर्भिसेस क्याम्प फायरहरू के लेखिन्छ अनि त होटल के गएको त्यहाँभित्र सेतो गराउने होटलको नाम होला का धरारा 1 किलोमिटर यहाँ पो राम्रो लाग्छ त होइन होइट है हाँसेमा खतरा देखिएछ त है त घर पनि रहेछ यार चुटुक्कको होइन हौ पोखरा हेर त पोखरा कस्तो देखिएको छोरी सराङको डाँडा अन्त त काउँ डाँडाबाट राम्रो देखिँदो रहेछ पोखरा त होइन हरामी मैले कुसमा आऊ भनेको छु यहीँसम्म रहेछ क्या खै धरेर कहाँ छ त खै यहाँ त रेस्टुरेन्ट छ त यार खै त्यहाँ त के ब्रिज
हाँ ए त्यो धरारन्द माथि रेस्टुरेन्ट त भयो नि यार पटक्कै होइन धरा हेर्न नराम्रो म्याङ्गो जुस खान्छु है ल ल वहीँ बसेर खाऊँ त कहिले यहीँ बसेर खाऊँ न त ल्याइदिनुहुन्छ मेरो मम्मीलाई मामा पुरै दिनुहुन्छ आऊ चौरला रही हो त धरा नि त पहिला पनि त्यही थियो क्या होइन होइन त्यही नै भन्दा नि पहिला पनि त्यही थियो क्या धरा होइन इन्टरचेन्ज भएको छ नि त अन्त रेस्टुरेन्टहरू थिएन होइन त्यति बेला यता न उतापट्टिको पहाडबाट राम्रो देखिँदो रहेछ उता धरै नभएतिर होला होइन त्यस्तो हुँ पनि गच्छ हुँ पनि गच्छ ए राम भाइ बोकेर हेर्नु त सबै माउन्टेन भ्यू रेस्टुरेन्ट लेखेछ है बदम कुन फ्लेभर खान्छ तिमी बदम फ्लेभर अन्त म्याङ्गो फ्लेभर ओके ल यहीँ राख क्या ल म समात्छु के ल तिमीले समात त ल तिमीलाई मेरो साथी आयो यहाँ भनेर अथरी मेरो साथी कहाँबाट आयो अझ धेरै भयो साथीभाइसँग भेट नभएको भनेर होला होइन यताबाट भन्दा त्यताबाट राम्रो देखिएको है उतापट्टिको भाग होइन यो त धरारा त उतो रेस्टुरेन्ट माथि हुनुपर्ने क्या होइन धरारा नि अनि कहाँ हेर यस्तो मजाको ट्रेकिङ रुटै बनाएर छ नि होइन तिमीलाई नमस्ते साथी भन्नुभएको है उहाँ चिम्पाङ्गेजीले होइन मलाई त साथीको बाबा भनेर होला नि त नमस्ते भनेको अङ्कल भनेर तिम्रो हो क्या त्यो जाति त यो त धरारा कम बिजनेस धेरै भएर छ यार के स्ट्रक्चरको नबनाएको यहाँ वरिपरि सबै यो बाहेक अरू सबै पर्सनल जग्गा रहेछ क्या क्या होइन यहाँ त उतापट्टि बनाएको बरु राम्रो हुन्थ्यो क्या 10 वर्ष पहिला त टिकट थियो अनि टिकट पैसा तिरेको होइन अनि ल यहाँको टिकट लाउँछ राजा टिकट लाउँछ के हो यार यो धरारा भन्दा झन् रेस्टुरेन्टको माथि झन् हाइट छ
पहिला पहिला त थिएन यता त रेस्टुरेन्टहरू त्यही भएर यसो कतै क्युआर हार्नु पाइन्थ्यो र खुद्रा नभए क्युआर हार्नु पाइन्थ्यो र केही भएदेखि तपाईँ त्यताको हिसाब पछि मिलाउनुहुन्थ्यो त होइन मैले हिजोको त कपडै लाइन मौसममा जस्तो एकचोटि निस्किएपछि फेरि निस्क्यो कि यहाँ भनेको त्यो स्थापना हामी फाल्दै गएको त्यो मनी पाल्नेर पर त्यो 12-13 वर्ष पहिला छैन कि बाबा लड्नु खानु मैले खान्न